नेपाल कनेक्ट, क्यानाडाबाट नेपाल जोड्ने समसामयिक सन्दर्भ। हजुर, नेपाल कनेक्ट। एउटा शरणार्थी केटी, न भाषा न पैसा न पहुँच। एक दिन त्यही केटी क्यानाडाको गभर्नर जनरलसम्म बन्न पुगिन्। उनी हुन् एड्रियन क्लार्कसन। सन् 1939 मा हङकङमा जन्मिन् उनी। सन् 1941 मा उनी बस्ने सहर जापानी सेनाले कब्जा गर्यो। ठुलो युद्ध भयो। मानिसहरू चारैतर्फ भाग्न थाले। डर र त्रासका बीच उनको परिवार त्यहाँबाट विस्थापित भयो। उनको परिवार केवल हङकङबाट विस्थापित भएन, उनको परिवार क्यानाडासम्म आइपुग्यो। क्यानाडामा आइसकेपछि उनको परिवारले ओटोवामा एउटा सानो घर बनायो। त्यही बस्न थाले। उनको बाल्यकाल त्यही घरको चौघेराभित्र बित्दै गयो। उनी स्कुल जान थालिन्। क्यानाडामा शिक्षा सबैका लागि खुल्ला थियो। यही वातावरण उनले प्रयोग गर्दै गइन्। उनको पढाइ राम्रो थियो। उनलाई क्यानाडाले कहिले पनि सोधेन कि त कुन देशबाट आएको होस्। क्यानाडाले उनलाई जहिले सोध्यो कि त के बन्न चाहन्छस्। उनको पढाइ अब्बल थियो। उनले स्कुल शिक्षा पुरा गरिन् त्यहीबाट। पछि उनी टोरन्टो युनिभर्सिटीसम्म आइन् उच्च शिक्षाका लागि। पछि उनी पेरिससम्म पुगिन् थप उच्च शिक्षाका लागि। त्यहाँबाट फर्केर क्यानाडा आइन् र उनी पत्रकारितामा आबद्ध भइन्। सुरुमा उनी सीबीसी रेडियोमा आबद्ध भइन्। भाषा, पहिरन र संस्कृतिसँग सम्बन्धित कार्यक्रम चलाउँथिन् उनी सुरुमा। पछि उनले जीवनमा यही तीनवटा विषयलाई आफ्नो जीवनको लक्ष्य बनाउँदै गइन् र विश्वभर क्यानाडाको भाषा, संस्कृति र पहिरनका बारेमा प्रचार प्रसार गर्न थालिन्। उनी बिस्तारै राष्ट्रिय प्रतिभायुक्त व्यक्तित्व बन्दै गइन्। सन् 1979 उनको जीवनमा एउटा ठुलो टर्निङ पोइन्ट बनेर आयो। सन् 1979 को अक्टोबर महिनाको पहिलो हप्ता। त्यति बेला देशको प्रधानमन्त्री थिए जीन क्रेथिया। उनले जनरल गभर्नर जनताबाट नियुक्ति गरे, त्यो पनि राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व एड्रियन क्लार्कसनलाई। क्यानाडामा जनरल गभर्नर पद चुनावबाट नियुक्त गरिँदैन। प्रधानमन्त्रीले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका व्यक्तित्वहरूमा मध्येबाट त्यो व्यक्ति छान्दछन्। त्यही क्रममा प्रधानमन्त्रीले उनलाई गभर्नर जनरलमा सिफारिस गरे। पछि महारानीबाट उनको नाम अनुमोदन भयो र 1979 को अक्टोबर 7 तारिकमा उनले शपथ लिइन्। यसरी क्यानाडाले एउटा आप्रवासीलाई अथवा अर्को देशबाट आएको शरणार्थीलाई देशको सर्वोच्च पदमा पुर्यायो। देशले विश्वलाई सन्देश दियो कि देशको प्रमुख पदमा पुग्नको निम्ति अन्य कुराहरूको महत्त्वपूर्ण भूमिका हुँदैन। यो नियुक्ति पदको कुरा थिएन, यो नियुक्ति एउटा सन्देश थियो। त्यो सन्देश के थियो भने क्यानाडाले त्यो व्यक्ति कुन देशबाट आएको हेर्दैन, उसले हेर्छ त केवल योग्यता, क्षमता अनि देशप्रतिको प्रेम।